सङ्घसभाको सभापोखरीबाट आजको भिडियोमा सबैलाई स्वागत छ। आजको भिडियो चाहिँ खाँदबारीसम्म पुगेर हामी फेरि फर्केर आउनेछौँ। त्यो सब कुराहरू समेटेको हुनेवाला छ। अनि स्पेसली हामी जानको कारण चाहिँ मैले हिजो पनि भनिसकेको छु। सोना र म अनि दुईजना भाइहरूलाई खाँदबारीसम्म बिचबाटोसम्म पुऱ्याएर हामी त्यहाँबाट फर्केर आउँछौँ। त्यहाँ हाम्रो थोरै किनमेल गर्नुपर्ने कुराहरू पनि छ। सो आजको हाम्रो 4 जना 5 जनाको सबैजनाको कम्बाइन टुर चाहिँ यसपालिको लागि लगभग लास्ट डे हो। नेक्स्ट पटक यसरी सबैजना भेला हुन्छ कि हुँदैन थाहा छैन। अलिकति हल्का भित्र स्याडली पनि फिल भइरहेछ। अनि यिनीहरू अघि नै रेडी भइरहेछ। गाडी 7 बजे आउने भन्थ्यो तर अलिकति ढिलो गरिदियो। त्यो भएर हामी 7 बजे नै बिउजिएर यताउता गर्न थाल्यौँ। फाइनल्ली हामी टाइममा रेडी त भयौँ तर गाडी आइपुगेन। सानोभन्दा पहिला आजको मौसमको कुरा गरौँ। यहाँ आज एकदम पुरा आकाश पुरै क्लियर छ अनि घाम अलरेडी झुल्किसकेको छ। अब हामी अहिलेलाई चाहिँ जाउँ। भाइहरू हाम्रो घरबाट निस्किँदै गरेको लास्ट भ्यू होइन। यता हेर नि त। मैले क्यामेरा खोलेपछि क्यामेरामा हेरेर केही भन्ने हो क्या? के भन्ने हो भन्दा आज पनि ढिलो गऱ्यो। अब डक्केबाट यहाँ नलाई चाहिँ अलिक टाइम लाग्छ भनिरहेछ। यहाँ एकछिन गाडी पर्खिनु पर्ने हुन्छ। तिमीलाई आज सिमले पठाइदिने होला नि होइन? आज सिमले पुगिन्छ। सिमले पुगिन्छ। टोलायो त तिमी त? टोलायो त? कसको याद आयो? मामाको? आज बिहानै झपार खायो नि त। कसको? मम्मीको? मेरो नि झापड खायो। झपार खायो नि भनेको नि तर्साइ दियो मलाई। अनि भागको झ्यार खोलेर होइन यतापट्टिको झ्यार के भागको खोलेर मेरो अनुहार अगाडि क्यालकुलेटर राखिदियो भने म त तर्सेर भनेको। कपालमा दुलो लागेछ गाडीको। आफ्टर 1.5 घन्टा हामी खाँदबारीमा च्याकु भएको छौँ। पुच्छेहरूलाई भोक लागेछ, हल्का खानेकुराहरू भनेर यहाँ उनीहरू देखाइरहेछ। एलम्बर चाहिँ उसको फुपूलाई भेट्न गयो। सो यसपालि एलम्बरसँग आज एकछिन पछाडि छुट्ने पाहुना आइसक्यो मेरो यहाँको। यहाँ बसेर हामीले खाजासाजा खाइसक्यो। अब एकछिन बजारमा हाम्रो काम छ, त्यहाँनिर एकछिन जान्छौँ। ब्याग यहीँ छोडेर फेरि यहीँ आउनुपर्ने हुन्छ। प्याक भइसक्यो रे म। राइट एङ्गलमा देखायो भने हाम्रो टुँडिखेल यस्तो छ। एक जमानामा यतातिर हामी खुबै डुलिन्थ्यो। शनिबार बजार लाग्थ्यो, बुधबार तरकारी बजार, यता हामी किन्न आउँथ्यो। अहिले चाहिँ हामी यहाँ एउटा डेरी सप छ अरे, त्यहाँ घिउ पाउँछ अरे। सो एलम्बरलाई किनेर पठाइदिन लागेको सेङमालाई। वहाँनिर मामलोमा पूजा गर्दाखेरि चाहिनेवाला भइरहेछ। कहाँ छ त? डेरी खोजिरहेछ। हामीले दही किन्न पाएनौँ किनभनेदेखि अहिले आइसकेको छैन अरे। 11 बजे आउँछ अरे। भाइको 12 बजे यहाँबाट गाडी जान्छ। सो 11 बजे ठिक्क भ्याउँछ। अनि ठ्याक्कै यहाँबाट फेरि एकपटक हाम्रो गाउँ नजिकैको गोरुजुरे हिमालको रेन्ज। सो यहाँबाट हेरौँ, यो चाहिँ हाम्रो ठ्याक्कै यो मेरो गाउँ यहाँबाट देखिने योवाला, यो गोरुजुरे हिमालको रेन्ज। मैले हल्का पर ब्लर देखेँ। सो चस्मा लगाइदिउँ। त्यो अलिक धुलो भइरहेछ चस्मा पर। केवल कहाँ जाने हामी? अब बजार घुम्ने, ब्याङ्क पनि खुले छैन, काम पनि हुँदैन। दुईटा हुँदो रहेछ। कति भयो तिमीले यो किनेको? के भयो? मैले छानेर पठाइदिएको। पैसा चाहिँ कति तिर्नु भयो त? तेरै पैसा हो? आन्द्रा बेच्ने हो?
बुढेची र आन्द्रा बेच्ने दुईवटा फुच्चेहरूको हो। अँध्यारोमा अहिलेको हामीले मैले राम्रोसँग देख्नु चाहिँ देखिरहेको छैन। यो भयो हाम्रो खाँदबारीको हस्पिटलको कम्पाउन्ड। यहाँबाट हामी भित्र छिरेर उताबाट क्रस गर्छौँ। पहिला त यहाँबाट छिर्ने बाटो थिएन, अलि यहाँबाट थियो। सो अहिले चाहिँ यताबाट यहाँनिर यता हस्पिटलको क्यान्टिन छ, त्यहाँनिर इमर्जेन्सी। यहाँ छ मेन गेट, यताबाट हामी एक्जिट गर्छौँ। त्यहाँबाट झरिसके पछाडि हामी सिट एरियामा छिर्सक्यौँ। यहाँ अलिक शीतल छ माथिभन्दा, त्यो साइडभन्दा। ल हिरो भयो नि त हिरो। त्यही किन्ने है कि कुन किन्ने? माउनीको लागि सुनको गिफ्ट बनाउने सोचिरहेको छौँ यहाँबाट। मलाई सौभाग्य। सो अहिले चाहिँ पोखरीको सुन पसलमा थोरै इनर्जी डाउन भयो। सो यहाँको गुलियो रेडबुल, धेरै गुलियो रेडबुल खाएर यहाँनिर बसिरहेको छौँ। के कुराको याद आयो यतिकै बसेर दिदिसक्यौँ। हामी निस्किसक्यो, भाइ चाहिँ अगाडि गइसक्यो, हडबडै छ, अगाडि नै गइसक्यो। टाइमको भ्यालु गर्नुपर्छ भन्दै निस्किरहेछ। उसको गाडी आइसकेर पनि होला सामानहरू किन्न। अब यहाँबाट हामी पोखरीतिर जान्छौँ। उयो लानु मन थियो कि मलाई। के लैजानु मन थियो? दाल। ठिक छ नि होइन? ठिक छ। ल यो मेरो औँठी साटेको। रिचकुमारको केवल दाजु पनि बिरामी बुझिसक्यो भन्ने थालेपछि त सर हिँड्दैछ त्यहाँ हेर्नु न। टेन्सन छ नि त, सिमले पुग्न कम गाह्रो छ त, टाढो छ नि त। फेरि हामी त्यही कालो आइसक्यौँ। सोनाले रिस उठाइदिन्छ। पुगिरहेको छ आज गयो यिनीहरू। तिमीलाई पुग्छ। बाई बाई। हाँगा बिगा छुट्यो त तिम्रो। हामी तिनजना। अब केवल दाइसँग तिमीले खेल्न पाउँदैन भोलिदेखि घर। सिर्फ हामी तिनजना भयौँ, केवल र एलम्बर गयो सिमलेको लागि। तिनजना अलिक शून्य हो जस्तो भयो क्या, अघिसम्म अलि खाली भइरहेको थियो तिनजनाको। अब यहाँ अब चाहिँ कसैको डिस्कस पर्दैन, मेरो पनि यिनीहरू दुईजनासँग पर्दैन, अन्नु पनि केवलसँग पर्दैन, सोनाको एलम्बरसँग पर्दैन। हामी पुगिसक्यौँ मिताको लागि राई ड्रेसको लागि कपडा, ड्रेसलाई काठमाडौँ लगेर सिलाउने। अब यहाँबाट लगभग अस्ति पनि मैले भनिसकेको छु 1.5 घन्टा जतिमा हामी पुग्छौँ। फाइनल्ली हामी 1.5 घन्टा अलमोस्ट 1.5 घन्टा पछाडि हाम्रो घरभित्र छिरौँ।
के गर्छु भनेदेखि म देखाउन चाहन्छु। यहाँ मैले पानी लगाइसकेको छु। यहाँनिर थोरै पानी यता थोरै पानी त्यस्तै गरेर यहाँ पनि थोरै पानी दिएर यो भयो हाम्रो एचएजिएल सधैँको घर अगाडिको भ्यू। यता दक्षिण पर्छ, त्यो एरिया भनेको सिपुवा वाना। अनि अहिले घरमा आएर आजको हाम्रो अमलेट सब्जी अनि काँक्रो ग्रिन टी खाइरहेको छु अहिले चाहिँ म। अहिले यहाँ 6:15 बाँकी छ। सो आज स्याडली अलि सुन्ने लागिरहेछ, लम्बरो केबल छैन। अनि एउटा कुरा यो टाइममा टक्क म एउटा कुरा के देखाउँछु भनेदेखि यहाँबाट हेर्दाखेरि मेरो चाहिँ पेन्टिङ जस्तै देखिएको छैन त। यहाँबाट हेर्दा फ्रेममा राखेको पेन्टिङ जस्तै छ्याल बाहिरको भ्यू। आजलाई यो मेरो सिक्वेन्स लगभग यहीँ इन्ड हुन्छ। बाई।